ऐसे लगाउँगा न ऐसे भाइ। खासमा चाहिँ साथी हो है, यो बोर्डर चाहिँ बन्द भएको थियो होइन, ठुलो अफसरहरू छैन नि यहाँनिर कि जबरजस्ती पैसा माग्दैछ, खुल्लामा ओभरटेक गरिदिनु पर्यो। हेलो साथी, गुड मर्निङ है सबैजनालाई। र फेरि पनि है तपाईँहरूलाई मेरो नयाँ ब्लगमा स्वागत छ। र म चाहिँ हिजो चाहिँ है साथी हो यहाँनिर महाराष्ट्र र गुजरातको है छेउमा आइपुगेको थिएँ है। र जग्गा चाहिँ यो देख्न सक्नुहुन्छ है, यो जग्गामा चाहिँ आएको थिएँ। सुत्नु त अलिक पछाडिपट्टि सुतेको थिएँ होइन। र यहाँनिर एउटा दोकान रहेछ, र त्यहाँनिर चाहिँ चिया खुवाइ भयो है। र गाडी चाहिँ यहाँ राखेको थिएँ होइन। र अब यहाँबाट चाहिँ साथी हो है मोटर बेसी छैन, टाढो अलिकति टाढो छ हो। यहाँ यसो टायरमा है गिटी सिटी पनि चेक गर्नु पऱ्यो है साथी हो। आउनु चाहिँ म चाहिँ साथी हो उता पुनापट्टिबाट आएको हो। रोड चाहिँ अब है 4 लाइन रोड छैन, सिङ्गल रोड छ है। यहाँ देख्न सक्नुहुन्छ रोड चाहिँ यस्तै खालको छ। अब जग्गा जग्गा चाहिँ है पुरा खराब पनि छ है। भाइ जाऊ जाऊ, वाह यस्तो कुद्छ गाडीहरू। अब भने चाहिँ चालु गर्नुपर्छ साथी हो है सफर। र साथी हो यो चाहिँ सेकेन्ड पार्ट हो है, अर्को भ्लग योभन्दा अगाडि बनाइसकेको थिएँ होइन। खालि है साथी हो ट्रिप पनि गुजरात र महाराष्ट्रको ट्रिप मात्रै पाइँदैछ हो, खोइ अरू जग्गाको ट्रिपै पाइएको छैन है। यता चाहिँ साथी हो रोड चाहिँ यो खालको छ नि त, यो सिङ्गल रोड हो। सिङ्गलै रोड भए पनि गाडीहरू चाहिँ अलिअलि गतिलो गतिलो कुद्दैन नि साथी। यो रोड चाहिँ तर म खोजिरहेको साथी हो है। यो रोड त मलाई त अब डल्लै याद भइसकिसकेको छ नि, झन्डै 6-7 ट्रिप जस्तो भइसक्यो होला साथी यो रोड कुदेको हो। एउटा गाडी चाहिँ बिग्रेछ पनि यहाँनिर हो, यो बिग्रेछ यो गाडी। हेर्नुहोस् न कत्रो कत्रो गाडी चाहिँ आउँदैछ। यो गाडी चाहिँ हेर्दा चाहिँ साथी ठुलो हुन्छ कि, तर मसिनो मसिनो रोडतिर पनि कुद्दो रहेछ, लामो लामो खालको गाडी नि। यहाँनिर चाहिँ यस्तो टर्निङ छ, जोड भिड हुन्छ नि साथी, सानो रोड भए पनि नि। हेर्नुहोस् न यस्तो खालको टर्निङ खान्छ, यो जाम लाग्यो जस्तो भयो फेरि। डब्बा गाडी रोकेको रहेछ, यो डब्बा गाडीले डिस्टर्ब गरेछ नि। ए डिजल ट्याङ्की फटेछ नि त, यसो चाहिँ बिजोक भएछ डिजल ट्याङ्की त। अन्त गएछ नि हौ साथी हो। यहाँ हेर्नुहोस् न यो गाडी यत्रो डिजल चुहिरहेछ हो, के पाराले चाहिँ पड्किएको नि यस्तो। बिचराको खत्तमै भएछ, डिजेल हाल्दैछ, चुहिको राखेको छ कि आउँ हुँदो रहेछ त, डिजल चुहिरहेको रहेछ। ए पड्केछ नि त, बिचराको खत्तम भएछ। डिजल ट्याङ्की पनि पड्किँदो रहेछ हौ साथी हो, कस्तो पाराले थियो त्यो चाहिँ, ब्ल्याङ्कै पो पड्किरहेको छ। हेर्नुहोस् न अन्त यहाँ तलसम्म आएको छ अन्त है। म चाहिँ साथी यो ठुलो गाडीहरू चाहिँ यो सिङ्गल बाटोमा किन कुदेको भन्दाखेरि चाहिँ नि, खास कारण चाहिँ यस्तो रहेछ नि त। अब यो रोडमा चाहिँ तपाईँहरूको खर्च कम्ती है, र फेरि अब पैसा पनि अलिक बाँच्ने होइन, अन्त खर्च निकै कम्ती हुँदो रहेछ नि त कि, त्यसले गर्दा चाहिँ रहेछ खासमा चाहिँ। यहाँ सब साउथपट्टिको गाडीहरू, तमिलनाडु, आन्ध्र प्रदेश है, चेन्नई, केरला, टाङडुङ अन्त यो रोडमा यस्तो भिड लाग्दिन्छ अन्त सिङ्गल रोडमा। फेरिको अगाडि जाँदा हुन्छ होला, मेरो त माल हल्कै छ हो। डिस्टर्ब गर्यो।
धन्न योपालि अलिक लोड कम्ती छ कि साथी हो, त्यसले गर्दा उकालो पनि टेन्सन छैन, त्यसले नै कुदाएको छ। कति नम्बरमा चाहिँ कुद्दैछ हौ यो गाडी चाहिँ, यो खालको गाडीहरू कुदिन्छ। माथि डाँडामा पुग्नुपर्छ साथीहरू, अलिअलि देख्नुहुँदै होला माथि है गाडी आउँदैछ माथिबाट। ओभरटेक गर्नु पर्यो भनेको भए तालमेल मिलेन त, गरिदिनु पर्यो। पास दे दो पाजी। चार नम्बर पनि लागिहाल्छ साथी हो उकालो। यो खालको माल बोकेर कुद्न पायो भने त मजा आउँछ नि त साथी। त्यो उकालो छ होइन, न कुदिन्छ कम्ती माल छ भने चाहिँ। लामो ओभरटेक गरिदिनु पर्यो। अन्ना जी पास दे दो। यहाँनिर उकालोमा रोक्छु। खतरनाक है भाई, खतरनाक। अरे जाएगा, एक नम्बर लगाइहालेछ अन्नाले। मेरो चाहिँ धन्दा साथी हल्का लोड होइन, त्यसले गर्दा चाहिँ फेरि सबैलाई ओभरटेक गर्दै हिँड्दैछु। नभन्दा कहाँ सक्दैन नि हौ, पिकअप डाउन भइदिइहाल्छ हो। अन्त पिकअप लिनु अलिअलि साह्रो पर्छ। लोड मेरोमा 4-5 टन छ होइन, त्यसले गर्दा चाहिँ सबैलाई ओभरटेक गर्दै हिँड्दैछु। यो चाहिँ साथी हो महाराष्ट्र बोर्डर हो कि, बन्द भएको थियो फेरि चालु गरेछ। अन्त काँटामा त जबरजस्ती पैसा माग्दैछ। ओ उधर से लगा दूंगा वहाँ पर, पूरा जाम लग, वहाँ पर जाके एंट्री करूंगा, वो जाम लग गया पूरा। कांटा नहीं करना है ना, यहाँ से लगाऊंगा, यहाँ से। वो कांटा नहीं करना है। अरे उधर लगाऊंगा ना ऐसे, कांटा नहीं करना है बोल रहा हूँ तेरे को यार। अरे उधर जाके एंट्री करूंगा, इधर जाके वहां पर एंट्री करूंगा ना। हाँ उधर वहां लगाऊंगा ऐसे, ऐसे लगाऊंगा ना ऐसे भाई, वो तो ऐसे लगाऊंगा, कांटा नहीं करना है वो। तो कांटा नहीं करना है बोल तो रहा हूं मैं। खोलो भाई खोलो, कांटा नहीं करना है। तो मैं बोला तो उसको बोलता है यहाँ से जाओ बोलता है, तो उधर ही से जाता हूँ मैं। इसको बोला मैं कांटा नहीं करना, उसको बोलो ना भाई, उसको कांटा नहीं करना है बोल रहा हूँ मैं। हाँ? ना उधर से लेके जाता हूँ। ये सर जबरदस्ती गरेर यो बोर्डर चाहिँ खासमा चाहिँ बन्द छ कि, हाउडेमा यिनीहरूले पैसा लिइबस्छ। अरे उधर से ले जाऊंगा। यहाँनिर काँटा खासमा चाहिँ होइन कि, जबरजस्ती यिनीहरूले, खासमा यो बोर्डर चाहिँ बन्द भएको नि त। खोल्न रे भाइ, खोलो ना। तो खोलेगा जब ही तो। खोले हाउडेमा 250 रुपियाँ मागे। घन्टा
पुरा दिनु पैसा होइन साथी हो, हाउडेमा पैसा माग। खासमा यो बोर्डर पनि बन्द भएको हो कि साथी हो, तर पनि पैसा माग्दैछ। यो चाहिँ खासमा चाहिँ साथी है बन्द भएको थियो बोर्डर, र पनि फेरि पैसा माग्दैछ यिनीहरूले होइन। अरे बन हुआ था तो ये तो बन हुआ है, तो बन हुआ था। अब उधर कांटा में क्यों दिया, नहीं देना चाहिए था, फाल्तु में दे दिए। खासमा चाहिँ साथी हो है यो बोर्डर चाहिँ बन्द भएको थियो होइन, फेरि लिनु थालेछ। खासमा ठुल्ठुलो अफसरहरू छैन नि यहाँनिर कि दिनु पर्दैन कि। एकैछिनमा हेर्नुहोस् न गाडी यो खालको रोकिदिँदै दिनैपर्छ भन्दैछ हो। मैले पनि दिइहालेँ नि साथी हो, के गर्नु। अस्ति दुईपल्ट चाहिँ फेरि लिएन हो, त्यति बेला अफसरहरूले नै जानु भनेको होइन, लिएन। अहिले त अन्त छोडेन नि। कैसे है ये अंगूर? 60 का आधा किलो। अच्छा है। और ये वाला? ये 100 रुपये का आधा किलो। 100 रुपये का आधा किलो। एक टेस्ट करूँ एक तो? मीठो त मीठो रहेछ। एप्पल पनि रहेछ हो। यो त के हो, सुन्तला सुन्छ। यो चाहिँ हाउडे जस्तो लाग्यो। अङ्गुर चाहिँ दिइराख्नु पर्यो। अङ्गुर त ल्याइयो साथी हो, हेर्नुहोस् न जग्गा जग्गा त फेरि खतम भएको रहेछ नि। हतारमा हालिदियो कि त्यसले, हतारभन्दा पनि हेर्नु हेरेको सबै त्यही खालको रहेछ है। र एउटा एप्पल ल्याएँ हो, र यहाँ केरा पनि ल्याएको साथी हो नि। अब बेला बेला यसको फलफुल पनि खाँदै गर्नु पऱ्यो नि त होइन साथी हो। अब यहाँनिर यसलाई यहाँ जुगाड लगाउँछ है साथी। यहाँ झुन्डायो हो, यहाँबाट पानी हालिराख्नुपर्छ हो यसरी। अब यहाँ यसरी है साथी हो, पानी हाल्यो होइन, प्लास्टिकमा अब धोइ त त्यस्तै हो। एप्पल पनि यहीँनिर हो। अब यसलाई चाहिँ साथी हो यहाँ यसरी झुन्डायो हो, टक्कै हो। यहाँ दैलोमा टक्कै झुन्डाएको छु हो, गाडी कुद्दै गर्छ होइन। यहाँबाट यसो निकाल्दै होइन खाँदै हिँड्नुपर्छ हो। र पहिला चाहिँ एप्पल खानु पऱ्यो है, काट्ने फेरि छैन हो। यसको बोक्रा त नखाउँ होला। दामी त दामी रहेछ। र म चाहिँ अहिले है साथी हो यहाँ भलसाट भन्ने जग्गा पुग्नु आँटेको छु हो। अब यहाँबाट मेरो बेसी होइन, सफर 200 किलोमिटर छ होइन, बेलुकासम्म पुगिहाल्छु। अब आरामले जाँदैछु साथी हो, भोलि खाली हुन्छ हो। साथी है अब चाहिँ फेरि सफर चालु गरेँ। अङ्गुर पनि यहाँ झुन्डाइरहेको छु हो। अब खाँदै कुद्दै है हिँड्नुपर्छ। आरामले गइन्छ साथी हो, केही छैन। गरम यस्तो चाहिँ हालत बदला भइरहेछ है। बाटो फेरि पुरा सिङ्गल छ यता हो। अब म यो सुरत छेउ पुगेपछि मात्रै है त्यहाँबाट चाहिँ फोर लाइन आउँछ हो। त्यतिखेरसम्म चाहिँ अब सिङ्गलै सिङ्गल हो मेरो बाटो है। र साथी हो अहिले भने चाहिँ है म मेन हाइवे रोडमा आइपुगिसकेको छु होइन, जहाँ मेरो त्यहाँ अनलोड गर्ने जग्गा छ है। त्यहाँसम्म चाहिँ अब एकदम मेरो फोर लाइन रोड छ है साथी हो। र यहाँ देख्न सक्नुहुन्छ है पुरा फोर लाइन छ है साथी हो रोड चाहिँ। सिङ्गल रोड हिँड्दा हिँड्दा झन् सिङ्गल रोड 200 किलोमिटर जस्तो चाहिँ चल्यो होला है साथी हो। र फाइनली अब चाहिँ फोर लाइन रोड आइसकेको छु है। र अब भने चाहिँ मेरो पुरा फोर लाइन छ, जहाँ मेरो यो सामान अनलोड हुन्छ है त्यहाँसम्म चाहिँ हो। घाम चाहिँ यस्तो टल्ल टल्किरहेको छ है साथी हो। बाफ यस्तो छ है, गाडीभित्र पनि बाफ यतिको आइरहेको छ। यहाँ देख्नु खाली खुट्टा चलाइरहेको छु म त। बाहिर हेर्दा चाहिँ फेरि आमामा शीतल जस्तो देख्छ हो साथी हो। यो क्यामेरामा मात्रै होला है, तर हरामी तातिरहेको छ नि हौ हरेस साथी हो। हरेस क्यामेरामा मात्रै राम्रो देख्दो रहेछ हो। यहाँ बसेर चाहिँ उयो
गर्नुपर्छ कि साथी हो खतरा गरम छ नि खतरा अरे भाई साहब क्या कर रहा है आत्ते पैदा ल्याएर यस्तो गर्छ साथी हो डराउँदैन ठुलो गाडीसँग बाइकवालाहरू ट्याप्पै पो त फेरि ट्याप्पै फेरि योपट्टि चाहिँ साथी हो दाहिनेपट्टि कुद्यो भने है नयाँ रुल निकालेको छ के भन्दैछ फेरि हो फाइन हुन्छ अरे भन्दैछ त्यसले गर्दा चाहिँ बिचमा र यता साइडमा मात्रै हिँड्नुपर्ने यो चाहिँ फेरि के हो के लोड हो यो चाहिँ फेरि मोटर जस्तो हुन्छ मोटर जस्तो लाग्यो के हो साथी हो त्यो तपाईँहरूले चिन्नुभयो साथी हो म चाहिँ अहिले है यहाँनिर कम्पनी चाहिँ है पुगिसकेको छु होइन र अब अनलोड चाहिँ भोलि मात्रै हुने भएको छ होइन र यो चाहिँ है यता गुजरातमा चाहिँ तपाईँहरूको यो बडोदरादेखि साइडमा मन्जुसर भन्ने जग्गामा है र यो कम्पनीमा चाहिँ लगाइसकेको छु अब अहिले इन्ट्री सिन्ट्री चाहिँ गरिरहेको छु होइन र अब अनलोड चाहिँ भोलि बिहान हुन्छ भन्दैछ र अब यहाँनिर खानापिना नै खाएँ हो र गरम चाहिँ पुरा रहेछ साथी होइन र अब यतिकै अब सुत्ने हो है र यो भ्लग पनि अब यतिमै एन्ड गर्दैछु है र फेरि अर्को नेक्स्ट भ्लगमा भेटौँ साथी हो है अब फेरि यहाँबाट कहाँ गयो हुन्छ होइन त्यो भ्लगमा देखाउने साथी हो र त्यतिन्जेलको लागि साथी हो बाई बाई सबैजनालाई